जय मसीकी। आज हामी हेर्नेछौँ प्रभु यीशु ख्रीष्ट बौरी उठ्नु भएको प्रमाणहरू बाइबलद्वारा। आउनुहोस् सुरु गरौँ हामी बाइबल सिकौँ युट्युब च्यानलबाट। वचनबाट हेर्नेछौँ बौरी उठाएको प्रमाणहरू। पुरानो नियम होसेको पुस्तकबाट। 1 होसे 6:2। 2 दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ। तेस्रो दिनमा उहाँले हामीलाई उठाएर खडा पार्नुहुनेछ र हामी उहाँको सामु जिउनेछौँ। नयाँ नियमको पदबाट हेर्नेछौँ मत्ती 28:5 अनि 6। 5 अनि स्वर्गदूतले जवाब दिएर ती स्त्रीलाई भने, नडराऊ, किनकि म जान्दछु तिमीहरू क्रुसमा टाँगिनु भएको येशूलाई खोज्दछौ। 6 उहाँ यहाँ हुनुहुन्न, किनभने उहाँले भन्नुभए अनुसार उहाँ बौडेर उठ्नुभयो। आऊ प्रभुलाई राखिएको ठाउँ हेर। 3 लुका 24:6 अनि 7। उहाँ यहाँ हुनुहुन्न, तर बौडेर उठ्नुभएको छ। गालिलमा हुनुहुँदा उहाँले तिमीहरूसँग यसो भन्दै कसरी गर्नुभएको थियो सम्झ। 7 मानिसका पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु, क्रुसमा टाँगिनु र तेस्रो दिनमा बौडेर उठ्नु पर्दछ। 4 पहिलो कोरिन्थी 15:3 अनि 4। 3 किनकि सबैभन्दा पहिले मैले तिमीहरूलाई त्यही कुरा सुम्पिदिए जुन कुरा मैले पनि पाएको थिएँ, अर्थात् पवित्र शास्त्र अनुसार ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो। 4 र गाडिनुभयो अनि पवित्र शास्त्र अनुसार उहाँ तेस्रो दिनमा बौडी उठ्नुभयो। येशू ख्रीष्ट पुनरुत्थान इतिहासको सबैभन्दा महत्त्वपूर्ण घटना हो। उहाँको क्रुसमा मृत्युपछि तेस्रो दिन जीवित हुनुभयो। त्यसले उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने प्रमाण दिन्छ र मृत्यु तथा पापमाथि विजय देखाउँछ। पुनरुत्थानले विश्वास गर्ने सबैलाई अनन्त जीवनको आशा दिन्छ। यो घटना केवल विश्वास मात्र होइन, प्रारम्भिक चेलाहरूको साक्षी र इतिहासमा आधारित सत्य पनि हो। प्रभु यीशु ख्रीष्टको बौडी उठाएको प्रमाणहरू पुरानो नियम अनि नयाँ नियमबाट हेरेका छौँ। उहाँ चाहिँ साँच्चै नै बौडी उठ्नु भएको छ। यो वचनहरूले प्रमाण दिन्छ कि येशू जीवित हुनुहुन्छ र उहाँमा आशा छ। र म विश्वास गर्दछु तपाईँहरूले यो भिडियोलाई मन पराइदिनु भएको छ र बाइबल वचनबाट हेर्नुभएको छ कि प्रभु यीशु ख्रीष्टको बौडी उठाएको वचनहरू कहाँ कहाँ लेखेको छ भनेर। अझै धेरै वचनहरू तपाईँहरूले खोज्नुहोस् र आशिषित हुनुहोस्। र सबैलाई जय मसीह।